नमस्ते। आज चाहिँ हामी एउटा हाम्रो सक्सेस स्टोरी लिएर आएको छौँ। यो सक्सेस स्टोरी चाहिँ हाम्रो साउथ कोरियाको छ र हामीले चाहिँ रिसेन्टली हाम्रो सरू हुनुहुन्छ, उहाँको चाहिँ हामीले रिसेन्टली नै चाहिँ साउथ कोरियाको भिजा ग्रान्ट भएको छ। सरू, हामीले तिम्रो कुन युनिभर्सिटीमा अप्लाई गरेको थियौ? क्योन्सङ युनिभर्सिटीमा। तिमीले कुन कोर्सको लागि अप्लाई गरेको थियौ त्यहाँ? ग्लोबल एडमिनिस्ट्रेसनको लागि गरेको थियो हैन? अनि त्यसपछि आएर तिमीले कति पर्सेन्ट स्कलरसिप पायौ त्यहाँ? 30% स्कलरसिप पाउन पायो है। अनि त्यसपछि आएर तिमी ग्रुप भिजामा पनि पढेको थियौ है। सो तिमीलाई चाहिँ इन्टायर जर्नी, तिमी त मसँग क्लास 12 को इक्जाम सकिने बित्तिकै आज प्रिपरेसनदेखि नै नेक्ससमा आएको थियो हैन? सो यहाँको चाहिँ तिमीलाई आज प्रिपरेसन क्लासको चाहिँ तिम्रो एक्सपिरियन्स कस्तो भयो? तिमीले कति ब्यान्ड ल्याउनलाई सफल भयो? मैले ब्यान्ड चाहिँ 6.5 सक्सेसफुली एटेन्ड गरेँ। अनि आइएल्स क्लासको कुरा गऱ्यो भने चाहिँ एकदमै राम्रो थियो। टिचरहरू पनि धेरै फ्रेन्डली हुनुहुन्थ्यो अनि कोअपरेटिभ पनि हुनुहुन्थ्यो। अनि नजानेको कुराहरू सिकाउनुहुन्थ्यो, यसरी गर्दा राम्रो हुन्छ, यसरी गर्दाखेरि स्कोर अलिक बढी ल्याउन सक्नुहुन्छ भनेर गाइडेन्स पनि दिनुहुन्थ्यो। सो धेरै राम्रो थियो। ओके। अनि तिमीले यहाँ आइएल्स क्लासहरू पढिराख्दाखेरि चाहिँ यहाँको मटेरियलहरू, जुन रिसोर्सेसहरू हामीले दिन्छौँ, तिमीलाई मक टेस्टहरू गराउँछौँ नि, त्यो चाहिँ तिमीलाई ओभरअल स्कोर चाहिँ पाउनको लागि कतिको हेल्पफुल भयो? त्यो चाहिँ यहाँको रिसोर्सेसहरू धेरै हेल्पफुल थियो। विकली बेसिसमा नै टेस्टहरू भइरहेको हुन्थ्यो अनि त्यसले आफ्नो लाइक एबिलिटी कति छ भनेर नि थाहा पाउन सकिन्छ। अनि त्यही गर्दा नै अनि मैले लाइक पछिमा पनि लाइक रियल टेस्टमा बेटर गर्न सकेँ। ओके, द्याट्स भेरी गुड। अनि तिमी चाहिँ ग्रुप भिजामा पनि पढ्नलाई सफल भएको थियो होइन? अनि त्यसपछि आएर तिमीले त्यो इन्टरभ्यू फेस गर्दाखेरि चाहिँ जुन हामीले तिमीलाई चाहिँ जुन त्यो प्रिपरेसन्सहरू गराएको थियौँ होइन, जुन जुन कुराहरू बोल्नुपर्छ भनेर, त्यो ग्रुप भिजा पढ्नलाई चाहिँ त्यो इन्टरभ्यू प्रिपरेसन्स त्यसको केही रोल हुँदो रहेछ कि रहन्छ त? रोल त अभियसली नै भइहाल्छ। लाइक तपाईँहरूले पनि गाइडेन्स दिनु भएको थियो नि त, यस्तो क्वेसनहरू सोध्न सकिन्छ भनेर। अनि त्यही गर्दा त्यही बेसिसमा नै हामीले पनि प्रिपेयर गऱ्यौँ अनि इट्स भेरी हेल्पफुल। अनि राम्रो भयो इन्टरभ्यू पनि। अनि त्यही कारणले नै हामी 30% स्कलरसिप पनि पाएको भन्न सकिन्छ। ओके, भेरी गुड। अनि अब तिमी जस्तै अरू स्टुडेन्टहरू होइन जो चाहिँ साउथ कोरियाको लागि खोजिराख्नु भएको छ वा चाहिँ एउटा राम्रो कन्सल्टेन्सी खोजिराख्नु भएको छ भने तिमीले ट्रुली चाहिँ के सजेसन दिन सक्छौ वा के सजेसन दिन चाहन्छौ? लाइक अब जो पनि छ जो साउथ कोरिया एप्लाई गर्न चाहन्छ त्यो चाहिँ नेक्सस एजुकेसन कन्सल्टेन्सी नै चुज गर्नु भन्छु। किनकि यहाँको सर्भिसेस र काउन्सिलिङ सर्भिसहरू यति राम्रो छ। अनि डकुमेन्टेसनहरू पनि लाइक टाइम टु टाइम प्रपरली हुन्थ्यो। अनि लाइक स्टाफहरूको लाइक रिप्लाईहरू पनि टाइम टु टाइम आइरहन्थ्यो। अनि उहाँहरूले पनि गाइडेन्सहरू दिइरहनुहुन्थ्यो। अनि त्यही गर्दा नै हाम्रो भिसा सक्सेसफुल भयो भन्न सकिन्छ। ओके, ल, थ्याङ्क यू है। अनि तिम्रो उज्जवल भविष्यको एकदमै कामना गर्दछौँ। अनि जसरी तिमीले कलेजमा नेक्ससमा चाहिँ साइन गरेछौ त्यसरी नै तिमी चाहिँ एउटा युनिभर्सिटीमा पनि एउटा एकदमै राम्रो ब्रिलियन्ट स्टुडेन्ट भएर निक्लिन्छौ भन्ने अपेक्षा गर्दछौँ। र हाम्रो जर्नी भनेको हाम्रो यहाँसम्म मात्र होइन, तिम्रो इन्टायर अबको पढाइसम्म पनि हामी किपिङ टचमा नै भइ नै राख्छौँ होइन? त्यस पछाडिको तिम्रो फर्दर स्टडिजको लागि नै हामी एकदमै सँगै नै भइ नै राख्छौँ है। सो वन्स अगेन थ्याङ्क यू सो मच फर चुजिङ नेक्सस।